हेलो एन्ड नमस्कार सबैजनालाई वेलकम छ न्यू ताउप्रेतीको एनदर युट्युब भिडियोमा। आजको भिडियो चाहिँ हाम्रो जङ्गल सफारी क्यानोइङको हुनेछ। अहिले चाहिँ बिहानको 6:30 भयो अनि हामी चाहिँ रेडी भइसकेका छौँ। कोही चाहिँ रेडी हुँदैछौँ किनभने 6:30 मा ब्रेकफास्ट गरेर चाहिँ 7 बजे चाहिँ हामी जङ्गल सफारीको लागि निस्किनु पर्ने हुन्छ। अनि त्यसपछि बिहान सुन्नु न यस्तो राम्रो छ यो के भन्छ आवाज के बिहान टक्क चराचुरुङ्गीको आवाज अनि टक्क यो पुरै ग्रिनरी छ नि त जताततै। तर मलाई चाहिँ के फिल भयो भने मैले चाहिँ भिडियोहरू केही पनि हेरेर आएको थिइनँ। अनि मैले चाहिँ परिवार साथीलाई चाहिँ यो रिजोर्ट बुक गर्नको लागि उसलाई नै भनेको थिएँ। मैले कुनै पनि भिडियोहरू अनलाइनमा कुनै पनि भिडियो हेरेको थिइनँ होइन, रिभ्यूहरू या भिडियोहरू केही पनि हेरेको थिइनँ। तर जसले चाहिँ भिडियो हेरेर आउनुभएको छ उहाँहरूको लागि चाहिँ यो एक्सपेक्टेसन्स मिट भएन अरे, किनभने भिडियोमा चाहिँ छुट्टै राम्रो छुट्टै ग्रिनरी अर्कै छ अरे भन्नुभयो। तर मैले चाहिँ केही पनि नहेरिकन केही पनि कुरा एक्सपेक्ट नगरिकन आएको भएर होला सायद मलाई चाहिँ राम्रो लाग्यो होइन, एकदम पिसफुल राम्रो छ। तर अलिकति नराम्रो चाहिँ यहाँको सिस्टम अलिकति मन नपरेको चाहिँ के भयो भने किनभने सुरुमा हामी आउँदाखेरि त हामीलाई थाहा हुँदैन नि त कहाँ रिसेप्सन हो, कहाँ गएर हामीले इन्ट्री गर्नुपर्छ, रजिस्टर कहाँ गर्नुपर्छ भन्ने कुरा हामीलाई चाहिँ थाहा हुँदैन नि त। त्यतिखेर चाहिँ उहाँहरू चाहिँ गेटमा अभाइलेबल हुनुपर्ने हो। गेस्ट आउँदाखेरि त्यो छैन, हामी आफै खोज्दै रिसेप्सन कहाँ हो भनेर गयो। फर्स्ट थिङ्स त्यो तपाईँहरूले सुधार्नु पर्ने हुन्छ। सेकेन्ड थिङ भनेको चाहिँ हामी फोटोहरू खिचिरहेको छौँ, भिडियोहरू लिइरहेको छौँ भने चाहिँ यहाँको वेटरहरूले चाहिँ कस्तो मिसबिहेभ टाइपको अलिकति डाउन बनाएर कस्तो त्यो जिस्काएको टाइपले त्यो टाइपको मेसेजहरू पास भइरहेको थियो। त्यो चाहिँ बिल्कुलै गलत हो। किनभने एउटा गेस्ट आएको छ भने गेस्टलाई त एकदमै छुट्टै ट्रिटमेन्ट हुनुपर्ने हो नि त। तर यहाँ चाहिँ कस्तो त्यो हुन त म्यानेजरलाई भन्यो भने सायद कम्प्लेन गर्छु यो कुरा चाहिँ म म्यानेजरलाई पनि कम्प्लेन्ट होइन। अनि त्यसपछि त्यही हो। अनि अब होटेलको नाम चाहिँ के हो भन्नुहुन्छ भने थारू भिलेज रिसोर्ट हो यो चाहिँ। तर मिनिमम छ होइन, कस्टहरू चाहिँ ठिकै छ, राम्रै छ, खाना चाहिँ बेस्ट छ। राम्रो कुरालाई राम्रै भन्नुपर्छ, खाना चाहिँ राम्रो छ। सो त्यही हो साथीहरू। अनि मोबाइलमा चार्ज पनि छैन, बिहानदेखि चार्ज गरेको चार्ज पनि बढ्दैन, के भएको हो थाहा होइन। सो त्यही भएर अब चाहिँ म चार्ज हाल्छु। थ्याङ्क यू फर वाचिङ। हामी चाहिँ जङ्गल सफारीको लागि हिँडिसकेका छौँ। सबैले हाल्नु म अगाडि जान्छ आयो भन्दिनँ। हिँडेको छौँ। मेरो मोबाइलले धोका दिए हो कि चार्जरले धोका दिए चाहिँ थाहा छैन। बिहान उठेदेखिबाट चार्ज हालेको बढ्नुपर्ने ठाउँमा घटाइ गरेर साथीहरू 40% भइसकेको छ। तर भ्लग आज राम्रोसँग आउँदैन, त्यही पनि छोटो क्लिप्स लिने म कोसिस गर्छु। स्विच अफ भयो भने घरकाले मार्छन् फोन गर्दाखेरि। सो हाम्रो टिम हो यो चाहिँ। हेलो आमा सब्सक्राइब भनिदिनु क्या। सो गाइस त्यही नै हो। अब जङ्गलमा गएर छोटो क्लिप्स चाहिँ हाल्छु म, लामो क्लिप्स हाल्न पाइएन। आइएम सो सरी फर द्याट। बाई बाई। हामीले पनि धोका दियो आज हामीलाई। हिजोदेखिबाट हामीलाई एकदमै तर के भन्छ ब्याड लक मात्रै लागेको छ। के भएको हो थाहा छैन। एक त मेरो मोबाइलले झन् धोका दियो, मलाई यस्तो भइरहेको छ न। साथीहरू चार्जर बिग्रियो भने के होइन, मोबाइलको पट नै बिग्रिरहेको रहेछ भने चाहिँ चार्जिङ कनेक्टर नै तनाव हुन्छ क्या मलाई। अर्को चार्ज गरेन भने चाहिँ हामी चाहिँ सफारीको लागि जान रेडी भइसक्यो। सो भ्यानमा बस्यौँ, रेडी भयौँ, अब जङ्गल जान हिँड्ने साथीहरू। मान्छे जङ्गल नभए पनि जङ्गल जान्छौँ हामी अब। ओके मजा आयो मजा। तर लास्टै जाडो रहेछ, चिसो भयो साथीहरू। यस्तो रिग्रेट भइरहेको छ मेरो मोबाइल चार्ज नभएर। यस्तो मजा आउँथेन त होइन। लाइफमा यतिको एक्सपिरियन्स लिन चाहिँ जरुरी छ साथीहरू होइन। यो चाहिँ मेरो फर्स्ट टाइम होला लाइक यसरी हिँडेको, यसरी ट्राभल नै मेरो फर्स्ट टाइम होला। लाइक आफ्नै पैसाले भनौँ न, आफ्नै कमाइले जे पर्ला भनेर हिँडेको चाहिँ। सो इट्स worth it. Yeah, पोखरी
देख्ला जस्तो लाग्छ दाइ हामीले भालु गैंडा मृग दुम्सी बाइक सबको बाइक सबै देख्दा बाइक सबै देख्दा पो भनिदिनुहुन्छ दाले कस्तो प्र्याङ्क हानिदिनु भएको कि बिहान बिहानै दाजुले हामीले खासमा देख्ने भनेको चाहिँ त्यहाँ हात्ती मात्रै हो अनि अलिअलि चराचुरुङ्गी केही देख्छ कि आशा छ हामीले बाघ देख्छौँ भन्ने बाघ देख्छौँ हामीले बाघ देखिन्छ होला के हुनु राम्रो सोच्नु राम्रो हुन्छ हो देखिदैन भन्नुहुन्छ स्टेप पोजिटिभ हो दाइ देखिन्छ देखिन्छ साथीहरू बाघ देख्छौँ आज हामी दुर्गा माताले पठाइदिनुहुन्छ यति भन्दा भन्दा आउँदैनन् भन्दा हाम्रो के गल्ती दुर्गा कसरी बिगार्छ दुर्गा माता भनेको बार्किङ डियर भन्छ यसलाई बाघले खान्छ भालेको त सानो सिङ हुन्छ पतिको चाहिँ हुँदैन ला यसको मैले सुने अनुसार यो पोखरा माथि यसको चाहिँ उता धेरै लाइन रहेछ कि यसको के हो रे दाइ यसको नाम बार्किङ डियर पार्किङ डियर है साथीहरू नेपालीमा रतुवा रतुवा मृग यसको त मासु नै तपाईँको रातो हुन्छ सो साथीहरू हामी चाहिँ जङ्गल सफारीको लागि हिँडिसकेको छौँ पछाडि तपाईँ सक्नुहुन्छ हाम्रो ग्रुप हाम्रो टिम होइन अनि अहिलेसम्म चाहिँ हामीले एउटा बार्किङ डियर मात्रै देखेको छ व्हाइट वाक र बार्किङ डियर देख्यो होइन तर व्हाइट वाक चरा चाहिँ हामीले देखेनौँ पछाडि दाइहरूले चाहिँ देख्नु भयो अरे हामीले चाहिँ देख्न पाएनौँ सो अब आशा गरौँ हामीले एकदमै ठुलो ठुलो जनावरहरू पनि देख्छौँ स्पेसली बाघ भालु भालु त हुँदैन होला हाम्रो स्टार्टिङ नै राम्रो भएको छ त्यो किनभने हामीले स्टार्टिङमै देख्यौँ दाइको स्क्यान गर्ने पावर चाहिँ राम्रो रहेछ हामीलाई साथीहरू यो चाहिँ स्पोटेड डियर नै होइन बदलको मासु अनि कुखुरा समातेर खाउने यसलाई होइन मिल्छ कालीले त कालिज पाउँदैन होइन यहाँ कुन हो रे खगेरी भ्यू लिएर आएर चाहिँ हामी स्टप भएको छौँ एकछिन अनि त्यसपछि टक्क लाएर यताको सब भ्यूहरू हेर्छौँ एकदमै रमाइलो भइरहेछ हामी सबैजना चाहिँ यहाँ आएर भेट भएको अनि हामी इन्ट्रोड्युस पनि गरेको छैन एकअर्कालाई भिडियोको मार्फतबाट गरौँ न त तपाईँको नाम म विनिता खड्का अनि तपाईँ कहाँबाट आउनुभयो म काठमाडौँबाट तपाईँ हेलो म चाहिँ निशा पौडेल म चाहिँ पोखराबाट आएको ल यता चाहिँ पुरा फोटो सेसन्स पनि भइरहेको छ हजुरको भनिदिनु इन्ट्रोड्युस इन्ट्रोड्युस गरिदिनुहोस् आफूलाई उहाँ चाहिँ मेरो बुढा हो मेरो हस्बेन्ड कालु उहाँको नाम चाहिँ प्रकाश हो मेरो परान ल मेरो दाइकै नाम परेछ नि त तपाईँको त अनि मेरो दाइको नाम पनि प्रकाश हो प्रकाश उप्रेती हाम्रो चाहिँ प्रकाश अधिकारी दाइको सट्टा पनि भाउजूले यता प्रकाश घिमिरे पर्नु भएछ उहाँ चाहिँ हाम्रो गाइडर हुनुहुन्छ ल तपाईँ पनि केही भनिदिनुहोस् त यो ठाउँको बारेमा यो ठाउँको बारेमा घुम्न आउनु त्यही हो भिजिट गर्नु मेरो मोबाइल धोका दिएर चार्ज धेरै छैन भिडियो धेरै बनाउनु पाएको छैन यहाँ चाहिँ एउटा टनल कटेज जस्तो रहेछ सानो होइन अनि सो यो माथिबाट पनि भ्यू चाहिँ एकदमै राम्रो आउने यहाँ दाइले चाहिँ हामी फोटोग्राफ बन्दै हुनुहुन्छ दाइ सो हामी चाहिँ गडुवा तालमा आइपुगेको छौँ एकदमै दामी वाला भ्यू छ यहाँ चाहिँ वाउ यसमा चाहिँ भिडियोहरू यहाँ आएर चाहिँ भिडियोहरू एकदमै बब्बाले दामी नै हुने रहेछ गाइस पानी दरालको डिस्टर्ब पानी परेर गरिदिएको थियो अघि चाहिँ पानी अलिक ठुलै परेर भिज्यो पनि साथीहरू होइन तर ठिक छ मिल्यो अब एङ्गल भाडुमा जाओ बोल्न पायो अलिअलि आयो भयो साथीहरू होइन पानी परेर अलिकति डिस्टर्ब हाल्न थियो तर अहिले चाहिँ ठिक छ अहिले चाहिँ राम्रो आएको छ क्या सही भ्यू छ हेर्नु न हामी चाहिँ मयूर डान्स हेर्न आएको या होइन त्यसपछि दाइले चाहिँ के भन्नुभयो भने फिमेल आयो भने मात्रै त्यो मयूर नाच्छ अरे किन हो दाइ भनिदिनु त एट्र्याक्ट गर्न आफूतिर
मेलहरूलाई चाहिँ बाइक हेरेर त्यो मेल हो अरे त्यही भएर नि यहाँ देख्नुभयो नि अनि यसलाई चाहिँ हामी नचाउने छम छम पानी परिरहेको छ कस्तो लास्ट डेट कस्तो राम्रो भ्यू छ हेर्नु यता पनि होइन मजाले राम्रो छ ऐसे ऐसे लोग किधर से आते हैं आफै नाच्न थाल्नुभयो नागिन नाच गर्नु भयो नागिन नाचेर भाग्ला मयूर आउँदिन भन्यो कि के भन्यो त्यसले बोल आज चाहिँ किन हो नाचेन मैले चाहिँ पानी परेर लास्टै ल्याङ भयो हाम्रो अब क्यानोइङ चाहिँ हुन्छ कि हुँदैन त्यो चाहिँ थाहा छैन पैसा पे चाहिँ गरिसकेका छौँ हामीले क्यानोइङको लागि पनि भनेर तर 10 बजिसक्यो खाना खाएर अब हामी क्यानोइङको लागि जानुपर्ने हो 12 बजी हाम्रो चेकआउट हुन्छ चेकआउटभन्दा अगाडि नै जानु पर्ने हो तर आई डोन्ट नो के हुन्छ लेट्स सी गो विथ फ्लो इफ अब पानी परेर क्यानोइङ भएन भने पैसा रिटर्न लिने ब्याक टु नेक्स्ट डेस्टिनेसन चाहिँ कहाँ हो भनेर म तपाईँहरूलाई भन्ने छु भिडियो मार्फत तपाईँहरूले थाहा पाइहाल्नुहुन्छ के गर्ने रे भन्दा ट्रान्सलेट गर्ने कसरी बोल्ने आउ नाचौँ भने त्यसको भाषामा ट्रान्सलेट गरेर अनि त्यो आउँछ अरे बुझेर नाच्नलाई ल गरिदिउँ त परी म्याम अब म गर्दिन्छु प्रयासपछि फाइनली त्यहाँबाट उहाँ यहाँ आउन सफल हुनुभएको छ कृपया तल आइदिनु दुश्मन गीतले हो दुश्मन दुर्गेश थापा थ्याङ्क्स टु दुर्गेश थापा उहाँको गीतले गर्दाखेरि चाहिँ एक स्टेप तल आउन सफल हुनुभएको छ आइदिनुहोस् माथि अगाडि आउनु तिम्रो साथी छ धेरै भन्ने हो कि ल तिम्रो साथी छ धेरै साथी हेरेको हेरै कहिले गीत गायो छानी आइज भनिदेऊ न आइज भनिदेऊ छानी हिँडेको बिजुली बालेर हट भएर पट भएर तिमी नाचेको नाच हामी हेरेको हेरे केही छैन बा यसले हानी भन्छ हाम्रो ऊ हुन्छ हामी चाहिँ चेकआउट भइसक्यौँ अब यहाँबाट फाइनली मोबाइल चार्ज भयो बल्ल बल्ल 67% भयो चार्ज होइन अझै तपाईँले हो त्यही पनि फेरि 67 मा स्टप भएर अनि टेन्सन लाग्यो निकालिदियोस् फेरि भनेर बाई फ्याम बाई के तपाईँहरूले भन्नुभयो कि भने यस्तो यस्तो भएको थियो भनेर म्यानेजरलाई कम्प्लेन गर्नुभएको छैन के भन्नुभयो हामी चाहिँ अलिकति सुरुमा आउँदाखेरि अलि मन परेको थिएन अलि निराश चाहिँ थियौँ हजुरहरूले चाहिँ यो दिउँसोको अब यो हुन्छ नि इन्भाइरोमेन्ट अलिक स्याड जस्तो देखिने त्यो चाहिँ केही गर्न पर्छ होला हुन्छ नि केही बनाउन पर्यो यसो यसो भनेको दिदीले चाहिँ अरू पनि भन्नुभयो होला अलिक पहिल्यै जानुभएको थियो नि त ल त्यही हो साथीहरू अब हाम्रो क्यानोइङ हुन्छ चार्ज चाहिँ फाइनली भयो ब्लगको लागि चाहिँ पुगेछ अब बेलुकासम्म हजुरको लागि भनेर हामीले कति मेहनत गरिरहेछौँ प्लिज एउटा लाइक हाम्रो लागि त्यही होइन फोनमा हेर्ने कि यता हेर्ने कता हेर्ने लग्थ्यो भने होइन यिनकै 6-7 आएर आक्रमण भनेर त्यो लडाइ यो अझ एडिट गर्नु पर्यो होइन बा कति गाह्रो छ बेलुका निन्द्रा लाग्छ सो अब अरूहरू चाहिँ आउँछ है साथीहरू भिडियो